फेभरेटै घाटो हो यही जुन चेकियाक साग उठ्यो हो। म चाहिँ अहिले चाहिँ रिसेन्टली अहिले कति बजिरहेको छ भन्दाखेरि 8:27 गएको छ साँझको। अनि भोलि हाम्रो आशिष उपाध्यायको भाइ अनुप उपाध्यायको बिहेको तयारी चलिरहेको छ। अब यहाँ मैले मुल्तानी केमा टी सर्ट के हाल्दै हुँदैन अहिलेसम्म हालेको छैन। यहाँ छ अमृत साथीले चाहिँ के गर्दै गर्दै झुस निकालिदिँदा जस्तो छ भोलि। यहाँ भान्जे पनि आग्रह तयारी हुँदैछ बिहे गरेर धमाधम रातभरि लगाएर केटाहरू पर्दैन त ऊ मात्रै लगाइदियो हुन्छ कि मार्छन् जस्तो त्यो छिटो गरिदियो क्या एउटाको पसल गर्ने अर्कैलाई म त यार के हुँदैछ यो देशमा। मैले यो प्रुफको लागि भिडियो खिच्दैछु है। भोलि म भए या नभए पनि यो भिडियो जसले हेर्दै हुनुहुन्छ उहाँहरूले चाहिँ त्यो कृपया मेरो लागि उ गरिदिनु होला, जस्टिस खोजिदिनु होला है। यहाँ के गर्दैछ मलाई थाहा छैन। लाइभ बस्नु पर्ला जस्तो है यसरी त फेरि पैसा पुसिसकेको छ त्यो थाहै हुँदैन। हात थाप के केमिकल हो यो मर्ने के धेरै नलगाऊ यार। तिमीलाई लगाइदियो होइन यो के हो यस्तो यार। केटी त बनाइदिनु नि यसले क्रिमले केटी त बनाइदिनु न। सस फेर्नु त हुन्छ नि। पहिला दल त्यसपछि बल्ल भन्नु अझै पर्दैन त्यस्तै नगर भनेर आरामले गर तिम्रो काम देखेर सबै दुनियाँ हो ए भाइ यसले गर्ने चाहिँ सफा हो किन अन्त यो यो फिङ्गरको घरि एउटा घरि दुईवटा घरि तिनवटा खोप्चा जस्तो त्यस्तै पुछेर सुकाउने हो क्या यार। त्यो होइन है पेन्टिङ गरे जस्तो छ नि मेरो थोपा। आँखा हल्का दुख्न थाले जस्तो भएर खोज्दाखेरि अलिक दुखिरहेको पोलिरहेको। सुकाउने के 2-3 घन्टा
सिधा हुन्छ अँ, कसै लास्टै पहिले तिमीले त्यो गरेर के गर्नु परेन आँखाको यो रेसमा मात्रै पार्ने हो पहिला फेरि वरिष्ठ सन्के नि त ल अहिले ठिक हो बल्लडी भएर आँखै रातो गराइदिएछ उसो त फेरि रातो गराउने अहिले यो ठिक हालै तल यो मार्छन् क्या अझै यस्तो गर्दा तल फर्किँदा दुख्दो रहेछ क्या आँखा आँसु आउँछ हेर न त। आँसु आएपछि बन्द हेर्नु पऱ्यो यसले गर्दा त्यस्तो बिहामा छु अहिले फोन गर्छु यो मेरो चाहिँ बिहेको तयारी हो अब नेक्स्ट टाइम गर्दा कस्तो हुन्छ भनेर अनुभव लिँदैछु या आइ एम एक्सपिरियन्सिङ क्वाइट मजा आइरहेको यति हाँसी हेर्न भन्छ कि पहिले पुस्ने भनेको आँखा हो किनकि यो सफा हुन्छ नि त त्यसपछि यता बनिँदै जान्छ हो गड हो कस्तो फिल भइरहेको छ त एकदम लाइट हल्का रिल्याक्सेसन चिसो यसमा चिल्ड बियर हालेको यता हेर होइन त्यसमा चिल्ड बियर हालेको ठिक छ नि हल्का ट्रेडिङ गर्न पर्यो ठिक छ हो र? भाइ छेउछेउ मैले अहिलेसम्म गरेको यार त्यसपछि गरेको गराउँछ होला पाउँदैन कस्तो हुन्छ? किन कुर्नु थाल्यो? मुल्तानी माटो ल मुल्तानी मिट्टी आयुर्वेदिक जस्तो छ आयुर्वेदिक नेचुरल हो यो पुराभन्दा त बढी मेरै भइरहेको अब यो बहुत गाह्रो छ यार यो मुख बल्ल खोल्न पायो आनन्द आइरहेको खोइ यति बेरको टेन्सन कक्राकै पार्छ नि होइन कक्रोकै पार्ने क्या कस्तो च्याक्क छोपे जस्तो भयो हेर्नु त रातै भयो बोल्न नपाएर आमामा कम गाह्रो हुँदो रहेछ च्याप्राक्क छोप्दो रहेछ यो माटोले त यार अಯ್यो ए ल हुँदैछ एकदम प्रोफेसनलबाट मेरो यहाँ सरसफाइ हुँदैछ
कस्तो राहत पाइयो यार मजाले यसरी च्याप स्याप्न पाउँदाखेरि हगेर भिडियो दुइटै बाथरुममा आफै बेला जानु पर्यो यहाँ बसेर गर्दैछन् है एकचोटि सर हेर्दा हुन्छ होला यहाँ अझै यतापट्टि के हो यो पानी हुँदैछ भएकै छैन कस्तो गोरो देखियो यार यो ओठ पनि ओठै गोरो देखियो त्यही भएको दुईवटा जुङ्गा पनि खस्छ यार यो चाहिँ हाम्रो फाइनल टचअप हुँदैछ है मजा आइरहेछ धन्यवाद उता अलिकति गोरो भन्दा पनि यो फेसमा चाहिँ ग्लो देखिँदो रहेछ कि मजा आउँछ ल कसैले नबिर्सिनु होला हाम्रो यो रहेको छ गजेडामा ग्यारेज एकदम प्रसिद्ध छ अनि यो स्टाइल विथ जेस भन्ने चाहिँ सेलुनमा अनि यो हाम्रो मेकअप पार्लरमा आउनु होला कृपया तपाईँले एक्सपिरियन्स गर्नु होला मलाई चाहिँ बाबालाई बाँचियो त्यतिमै खुसी छु म अर्को एकजना फेरि त्यही अवस्थामा हुनुहुन्छ भाइ चाहिँ मजा आयो ग्लो आउँदो रहेछ फेसमा यार कस्तो ग्लो आउँदो रहेछ अलिकति ओहो क्लियरै हुँदो रहेछ यार के हरियो हरियो कलर किन आइरहेको के अरे कहाँ